यो क्लास 9 मा पनि यो क्लास 9 मा पनि काम लाग्छ र क्लास 10 मा पनि काम लाग्छ। यो एकदम बेस हो, एकदम सजिलो। हामीले सिम्याथमा चाहिँ इक्वेसन सल्भ गर्ने तीनवटा चारवटा तरिकाहरू पढ्यो, तीनवटा पढ्यो। एउटा चाहिँ सब्स्टिट्युसन मेथड, एलिमिनेसन के पढ्यो हैन र? यदि कुनै दुईवटा यसलाई र यसलाई सल्भ गरिरहँदा x को भ्यालु पनि अभियसली आउँछ, y को भ्यालु पनि आउँछ। त्यो x र y को भ्यालु भनेकै यो के हो? यो p को पोइन्ट्स हो। हामीले लोकसको प्रपर्टी अनुसार के बुझ्छौं भने यो लाइन भनेको x + y = -3 भनेको यहाँ भएका हरेक पोइन्ट्सहरुले यसलाई सेटिस्फाई गर्छ। यही अर्को लाइन यो 3x - 2y = 1 भनेको यसमा भएका सबै पोइन्ट्सहरुले यसलाई के गर्छ? सेटिस्फाई गर्छ। तर एउटा के हो भने यहाँबाट पोइन्ट्स राख्दै जाँदा यहाँ त पुग्यो, यसले त यसलाई पनि सेटिस्फाई गर्ने रहेछ। यहाँबाट सल्भ गर्दै जाँदा यो प्रत्येक पोइन्ट्सहरु राख्दै जाँदा यहाँ पुग्दा पनि यसले सेटिस्फाई गर्नु पर्ने रहेछ भनेपछि यो दुईटालाई सल्भ गर्दा आउने x र y को भ्यालु भनेकै ती दुईटा स्ट्रेट लाइनको इन्टरसेक्टिङ पोइन्ट्स हो भन्ने बुझ्नु पर्यो। बुझ्यो? अझै सल्भ कसरी गर्ने? कसैलाई एलिमिनेसन सजिलो लाग्न सक्छ, कसैलाई सब्स्टिट्युसन लाग्न सक्छ। हामी नर्मली चाहिँ सब्स्टिट्युसनबाट गरिन्छ। किन गरिन्छ भन्दा ह्याबिचुअल भइसक्यो त्यही भएर है। सो गिवन points are के छ? x + y = -3 इक्वेसन फर्स्ट एन्ड नेक्स्ट इक्वेसन के हो? 3x - 2y = 1 इक्वेसन सेकेन्ड। यसलाई सल्भ गरेर x = -3 - y गराउन सकिन्छ? सकिन्छ। अब के गर्न पाइयो? सब्स्टिट्युटिङ द भ्यालु अफ i on i गर्न त पाइयो। अब हामीसँग के छ? 3x को ठाउँमा के राख्ने हो? -3 - y। फेरि के छ? -2y = 1। अब त हेर्दा एउटा यस्तो इक्वेसन आयो जहाँ एउटा मात्रै मिसिङ भेरिएबल छ। y को भ्यालु आउँछ होला नि? अब यसलाई मल्टिप्लाई गर्दा सबैले जान्दछौ। म पालै पालो गरेर त 3 इन्टु यो गर्दा -9 यसले गर्दा -3y - 2y = 1। फेरि नेगेटिभ 9 ले उता सार्दा के हुन्छ? यो दुईलाई सल्भ गर्दा कति हुन्छ? हो यसलाई यो -5 भयो, यो 10 भनेपछि y को भ्यालु के आउने रहेछ? -2 आइहाल्यो। गाह्रो भयो? भएन। सिमिलरली अगेन लेखौँ न। अगेन फ्रम फर्स्टमा के छ हेर त? x = -3 - y। y को भ्यालु के होला? -3 -2 भनेपछि के आउने रहेछ? 1। सो p को पोइन्ट्स के आउने भयो? -1, -2 भयो। क्वेशनले के भन्छ? दोस्रो क्वेशनले फेरि त्यो फलोइङ क्वेशनले के भन्छ भने एउटा p बाट चाहिँ पास हुन्छ रे र त्यो लाइनले चाहिँ एंगल 30 पनि बनाउँछ रे पोजिटिभ x एक्सिस सँग भनेको अर्थ यसलाई मैले फेरि यहाँ ड्रा बनाउँदा एउटा यो x एक्सिस y एक्सिस बनाउँ। यहाँ चाहिँ थीटा कति छ? 30 डिग्री छ। यो पास हुने चाहिँ यहाँ चाहिँ पर्दैन र तल पर्ला। मैले यहाँ बनाइदिएको एकछिनलाई फेरि सर यो पोजिटिभको कोअर्डिनेट नभन्नु यो बुझाउनको लागि चाहिँ ठीक छ। एउटा पोइन्टबाट पास हुन्छ र थीटा दियो भने कसरी गर्ने होला? थीटा दिने बित्तिकै स्लोप कसरी निकाल्ने? m = tan थीटा। थाहा छ। सो वी हैव इंक्लिनेशन कति छ यहाँ? इंक्लिनेशन थीटा = 30 डिग्री। सो स्लोप m = के हुन्छ? tan थीटा गर्दा tan कति आउने भयो? 1/√3। मलाई हुन्छ tan 30 को भ्यालु कति हो? 1/√3। मैले वाला √3 हो कि? हजुर √3 हो कि? हैन 1/√3। स्योर हो नि? हो लग गर्दिन? गर्दिन। 1/√3 भयो। देन अब एउटा स्लोप छ र एउटा पोइन्ट छ भने the equation of straight line passing through कहाँबाट पास हुने? -1 का -2 having स्लोप कति हो? 1/√3 is given by के हुन्छ होला? y - y1 = m x - x1। यो भनेको के हो? x1 y1 हो। ल भ्यालु राख त y - y1 को ठाउँमा कति राख्ने? -2 = m भनेको कति होला? 1/√3 यो √3 हो है। अनि x - x1 भनेको के हो फेरि? -1। कन्फ्युज भएको छ? यता चाहिँ क्वेशन हेरौँ है। ल अब यसलाई फर्दर सिम्प्लिफाई गर्दा y + 2 = 1/√3 x + 1 भयो। अब यसलाई चाहिँ सबैसँग क्रस मल्टिप्लाई गरेर सिम्प्लिफाई गरेर क्रस मल्टिप्लाई गर्दा यो √3 ले मल्टिप्लाई गर्छ y + 2 = x + 1 भयो। मल्टिप्लाई गरेर त √3y + 2√3 = x + 1 के सिकाएको?
इक्वेसन निकाल्दा वान साइडमा 0 राख x चाहिँ पोजिटिभ बनाऊ भनेपछि यो सबै चिज उता लान मिल्छ हामीलाई ह्याबिट के छ भने लेफ्ट राइटबाट लेफ्टतिर ल्याउनु त सजिलो फिल गर्छौँ अनि लेफ्टबाट राइट लान अप्ठ्यारो हुने भन्नाले यसलाई दुईवटा साइड चेन्ज गरिदेऊ आफूले सजिलोको लागि √5 2√3 यसलाई सबैले त ताना के हुँदो रहेछ x -√3y यो के भयो +1 - 2√3 = 0 which is required equation that satisfies the condition बुझ्नु भयो ल अब हामी